हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ दोस्रो दिनको भ्लग रहेको छ मिनी भ्लग। आजको वेदर चाहिँ यस्तो छ साथीहरू, पानी परिरहेको छ, बिहानैदेखि पानी परिरहेको छ ठुलो। राइट साइडको ब्याकग्राउन्डलाई चाहिँ हजुरहरूले इग्नोर गरिदिनु होला। अहिले चाहिँ म आफ्नो रुम सफा गर्दैछु। अहिले चाहिँ म टेबलहरू सफा गर्दैछु अनि रुम टेबलहरू सारसामानहरू सबै मिलाउँदैछु, सफाहरू गर्दैछु। फोटोको चाहिँ को भन्नु होला तपाईँले, यो फोटो चाहिँ म र मेरो मम्मीको हो। मेरो मम्मी चाहिँ यो संसारमा हुनुहुन्न अनि मैले यसरी एउटा फ्रेम बनाएर राखेको छु। सायद म त्यति बेला 8 क्लासमा पढ्दै थिएँ होला। यसरी सँगै पनि फोटो त खिचेको थिइनँ मैले मम्मीसँग कहिले पनि। त्यो जमानामा त मोबाइल भनेको के मलाई नि थाहा त थिएन। थाहा त थियो कि सानो त्यो टुकटुके मोबाइल हुन्छ नि, त्यस्तो मलाई चाहिँ थाहा थियो। यति ठुलो मोबाइलहरूबाट चाहिँ मम्मी र मैले सँगै बसेर चाहिँ फोटो खिचेको थिइनँ। म चाहिँ त्यति बेला सानै थिएँ कि जोडेर बनाएर चाहिँ मैले एउटा फ्रेम बनाएर राखेको। मलाई चाहिँ कस्तो मन पर्यो कि ठ्याक्कै सँगै बसेर फोटो खिचे जस्तै कि जे होस् सँगै बसेर फोटो खिच्न नपाए पनि एप्सहरूले चाहिँ सपना पुरा गरिदिन्छ। अनि मलाई चाहिँ कस्तो धेरै मेरो आफ्नो मम्मीको याद आउँछ कि सबैजनाको मम्मीहरू देख्दाखेरि आफूलाई पनि कस्तो भन्न मन लाग्छ, आफ्नो मम्मी भइदिए आफ्नो दुःखको पीडाहरू सुनाउनु पाइदिए जस्तो फिलिङ हुन्छ कि। बाबालाई त सेयर गर्नुहुन्छ नि, तर मम्मी जस्तो हुँदैन कि। मम्मी भनेको आफ्नै अब छोरीहरूको हरेक दुःख सुखको पीडाहरू बोक्नुहुन्छ, तर केही छैन। धेरै मिस गरिरहेको छु मेरो मम्मीलाई। त्यसपछि चाहिँ मैले मेरो बेडहरू सफा गर्न थालेँ। बेडहरू अघि नै मिलाउनु त मिलाएको थिएँ, अलिअलि मात्रै मिलाएको थिएँ। अहिले चाहिँ अनि म सरसफाइहरू गर्दैछु। त्यसपछि चाहिँ अनि मैले मेरो रुमहरू सफा गरिसकेँ। मेरो रुम चाहिँ यस्तो रहेछ साथीहरू, खासै राम्रो त छैन, जे भए पनि अब बस्न सुत्न भइहाल्यो नि। चाहिँ रुम सफा गरेर म चाहिँ अब सुँगुरलाई चारो दिन जाँदैछु साथीहरू। मलाई हिजोको भिडियोमा त सुँगुर त छैन मात्रै त, अनि फेरि किन चारो दिन जान लाग्यो भन्नु होला। 7-8वटा सुँगुरहरू थियो, ठुल्ठुलो पनि थियो, सानो पनि थियो। अनि त्यो सुँगुरहरू चाहिँ सबै मरिसक्यो। अनि अहिले चाहिँ एउटा छ, अब बाँचेकोलाई त दिनु पर्यो नि त, अरू मरे पनि। चाहिँ चारो दिन जाँदैछु। अनि अहिले कस्तो पानी परिरहेछ कि, अनि म पानीमा भिज्दैछु साथीहरू, भिजेर जाँदैछु। डिस्कभर गर्नु भने घरि केले दिँदैन, घरि केले दिँदैन साथीहरू। जे जस्तो हो भने हजुरहरूले चाहिँ राम्रो मानेर सुन्दिनँ होला। घरि साइडबाट के कराउँछ, घरि के कराउँछ, घरि पानी पर्छ, यस्तै छ साथीहरू। अहिले बर्खाको यहाँबाट पानीहरू परिरहेको छ। त्यो भए पनि हजुरहरूले चाहिँ राम्रो मानेर सुन्दिनँ होला। अनि म चाहिँ सुँगुरलाई चारो दिएर आएर यहाँ खुट्टा धुँदैछु। म चाहिँ खाना खान लागेको होइन साथीहरू। यहाँ मसँग चाहिँ आज इस्कुस र आलुको सब्जी अनि खाना, अनि यहाँ चाहिँ दुध रहेको छ। आज मम्मीले अघि नै बनाइसक्नु भएको थियो, त्यही भएर मैले चाहिँ अनि सबै कामहरू सकेर खाना खाँदैछु। आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो होला कमेन्टमा भन्नु होला। अनि हजुरले साथ सपोर्ट गरिदिनु होला। हिजोको भिडियोमा जसरी साथ सपोर्ट गरिदिनु भएको थियो, यो भिडियो पनि त्यसरी नै साथ सपोर्ट गरिदिनु होला। हुन्छ, यति भन्दै आजको लागि चाहिँ यति नै मेरो मिनी भ्लग।